विश्वशीय टोलीमध्ये बलिया मानेका दुई टिम नेपाल र युबीच आज भिडन्त भएको थियो। अहिलेसम्म भएका 10 भिडमध्ये 5-5 खेलमा जितेका दुवै टिम सुपर सिक्समा महत्त्वपूर्ण 2 अङ्कका लागि लडिरहेका थिए। टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपाल टिमले शानदार किसिमको आज खेलमा जित निकाल्दै ऐतिहासिक र महत्त्वपूर्ण 2 अङ्क समेत जोड्न सफल भएको छ। नेपाल टिमको हौसलास्वरूप भिडियो लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब र कमेन्ट बक्समा अवश्य पनि नेपाल टिमलाई शुभकामना प्रदान गर्नुहोला। टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपाल टिमले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 140 रन बनाउन सफल भएको थियो। नेपाल टिमबाट पहिलो विकेटका लागि 66 रनको साझेदारी भन्दा कुशल भर्तेले व्यक्तिगत 26 बलमा 28 रनको पारी खेलेका थिए। नेपाल टिमका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले शानदार किसिमको 47 बलमा 51 रनको पारी खेल्दा आसिफ शेखलाई रोहित कुमार पौडेलले साथ दिन पुगेका थिए। रोहित कुमार पौडेलले 19 बलमा 20 रनको पारी खेल्दा कुशल भर्तेलले 10 रन बनाउँदा गुलसन झाले आज पनि आक्रामक ब्याटिङ गर्दै 5 बलमा 14 रनको तुफानी पारी खेल्न सफल भएका थिए। अन्य खेलाडीमा दिपेन्द्र सिंह ऐरीले 1 रन, सन्दीप जोराले 4 रनको पारी खेल्दा सोमपाल कामी 6 बलमा 6 रन बनाएर आउट भएका थिए। सुरुवाती ब्याटिङमा राम्रो किसिमको प्रदर्शन गरेको नेपाल टिम त्यसपछि भने मध्यक्रममा केही फस्न पुगेको थियो। अप्ठ्यारो किसिमको पिच कन्डिसन, बल फसेर आउँदा नेपाली ब्याट्सम्यानहरू निकै नै झुकिँदै विकेटहरू गुमाउन पुगेका थिए। 141 रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको युको टिम त्यति खासै गर्न सकेन। दोस्रो ओभरको 5औं बलमा वसिम मोहम्मद व्यक्तिगत 1 रनमा आउट हुन पुगेका थिए। त्यसपछि पनि सैरूप र फिजीले राम्रो किसिमको पारीलाई सम्हाल्दै अर्धशतकीय साझेदारी गर्न पुगेका थिए। सैरूपले 35 बलमा 55 रन प्रहार गर्दा फिजीले 25 बलमा 18 रनको पारी खेलेका थिए। 10 ओभरमा 82 रन बनाएर खेलिरहेको युको टिमको पार्टनरसिपलाई दिपेन्द्र सिंह ऐरीले तोड्न सफल भएका थिए। फिजूलाई बोल्ड आउट गर्दै नेपाल टिमका लागि दोस्रो सफलता दिलाउन सफल भएका थिए। कतै दिपेन्द्र सिंह ऐरीले सराफको पनि विकेट लिँदै नेपाल टिमलाई खेलमा फर्काउन सफल भएका थिए। त्यसपछि नेपाली बलरहरू रोकिएनन्। एकपछि अर्को विकेट चटकाउँदै युको टिमलाई निकै नै दबावमा राख्न सफल भएका थिए। त्यसपछि लगत्तै गुलसन झाले 1 विकेट चटकाउँदा सन्दीप लामिछानेले 4 ओभरमा 29 रन खर्चेर महत्त्वपूर्ण 1 विकेट चटकाउन सफल भएका थिए। 10 ओभरमा 82 रनमा खेलिरहेको युको टिम त्यसपछि लगातार विकेट लिँदै 96 मा 6 विकेटको क्षतिमा खेलिरहेको थियो। जो खेलमा फिल्डरहरूको निकै नै चुस्ती हामीले देख्न पायौं, जहाँ नेपाली बलरले 3वटा महत्त्वपूर्ण रनआउट समेत गर्न सफल भएका थिए। र तारिफ गर्नुपर्छ, ब्याटिङ, बलिङ, फिल्डिङ तीनटै विधामा उत्कृष्ट किसिमको प्रदर्शन गरेको नेपाल टिम युको टिमलाई हराउनको लागि 10 ओभरको खेलपछि जुन किसिमको नेपाली बलरहरूले रणनीतिका साथ बलिङ गर्न सफल भए, एकपछि अर्को ठूलो खेलाडीलाई रनआउटका साथै बोल्ड आउट गर्दै शानदार किसिमको कमब्याक खेलमा नेपाली बलरले गर्न सफल भएका थिए। ब्याटिङमा पनि नेपाली ब्याट्सम्यानहरूबाट राम्रो किसिमको साझेदारीहरू हामीले देखेका थियौं। अन्तिमको ओभरको निकै नै तारिफ गर्नुपर्छ, जहाँ 10 रनको आवश्यकता परिरहँदा बलिङ दिपेन्द्र सिंह ऐरीलाई दिने निर्णय जुन गरिएको थियो त्यसले सबै चकित भएका थिए। तर दिपेन्द्र सिंह ऐरीले भने कसैलाई पनि निराश बनाएनन्। 6 बलमा जितका लागि 10 रनको आवश्यकता रहेको थियो। अली र पराशर निकै नै राम्रो ब्याटिङ गरेका खेलाडीहरू ब्याटिङ मैदानमा रहेका थिए। पेनरले पहिलो बलमा सिंगल दिएका थिए, त्यसपछि डट बल फाल्दै प्रेसर केही युतर्फ रहेको थियो। तर तेस्रो बलमा छक्का प्रहार गर्दै युका पराशरले खेल आफ्नो तर्फ तानिसकेका थिए। त्यसपछिको 3 बलमा 3 रनको जितका लागि आवश्यकता परिरहेको थियो। दिपेन्द्र सिंह ऐरी फिल्डिङमा ठूलो चेन्ज गर्छन्। उग्ली बलमा छक्का प्रहार गर्ने प्रयास गरिरहेका पराशर बललाई जोराको हातमा दिँदै क्याच आउट हुन पुग्छन्। सबैको मन र मुटु निकै नै ढकढकाइराखेको थियो। युको टिमलाई 2 बलमा 3 रनको आवश्यकता परिरहेको थियो। ओभरको 5औं बलमा अलीले 1 रन लिन चाहन्छन्, तर बल केही टाढा गएको भन्दै सिद्धकी 2 रनका लागि दक्रिँदा हातबाट केही ब्याट खस्छ र उनी केही समस्यामा पर्न पुग्छन् र उनले जुन 2 रनका लागि मनसायका लागि दक्रिराखेका थिए उनी ब्याट हातबाट खसेपछि केही ढिला हुँदै रनआउट हुन पुग्छन्। अन्तिम बल रहेको हुन्छ। ब्याटिङमा सिद्धकी रहेका छन्। त्यसका लागि 3 रनको आवश्यकता परिरहँदा ब्याक साइडतिर आक्रामक हिट प्रहार गर्न खोज्दा फिल्डरको हातमा बल पुग्न पुग्छ, जहाँ युको टिम नमजाले 1 रनले पराजित हुँदै नेपाल टिमलाई महत्त्वपूर्ण 2 अङ्क सुम्पिन पुग्छ। दर्शक महानुभावहरू, यस्तो खेल अहिलेसम्म हामीले हिस्ट्रीमा देखेका थिएनौँ र शानदार किसिमको दिपेन्द्र सिंह ऐरीको आज जति तारिफ गरे पनि कम हुन्छ। र अलराउन्डिङ प्रदर्शन नेपाली खेलाडीहरूको र नेपाली खेलाडीले सबै नेपालीलाई जोडेर राखेका छन्। टिम नेपाललाई निकै नै शुभकामना। हजुरलाई आज खेल कस्तो लाग्यो तल कमेन्ट बक्समा प्रतिक्रिया अवश्य दिनुहोला। यस्तै खबरका साथ उपस्थित हुनेछौँ। हस्त नमस्ते। जय नेपाल, जय नेपाली क्रिकेट।